सुन्दर बस्ती चाहिँ खोकना हो। दिदी कार्य विनायक जल विनायक अशोक म चाहिँ मैले यहाँ भिडियो बनाएको थिएँ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म ललितपुर जिल्लाकै एउटा सुन्दर र ऐतिहासिक बस्ती बुङमतीतर्फ जाँदैछु। यो पछाडि देखिरहनु भएको सुन्दर बस्ती चाहिँ खोकना हो। कार्य विनायकको डाँडाबाट एकदमै राम्रो देखिन्छ यो बस्ती, तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ भिडियो बनाइरहेको छु। यो पछाडिपट्टिको भ्यू, पछाडिपट्टिको दृश्य चाहिँ खोकनाकै हो। अनि आज चाहिँ म यो बुङमतीमा रहेको कार्य विनायक मन्दिरतर्फ जाँदैछु। अब बाटोमा के कस्तो हुन्छ म तपाईहरुलाई देखाउने नै छु, हेर्दै जानु होला। दिदी, कार्य विनायक मन्दिर जाने कता हो? ए यतै बाटो हो? ए हस् हस्, धन्यवाद। हजुर भरे त यो उकालो त आउन सकिँदैन र अहिले चाहिँ म खोकना जाने र यहाँ बुङमती जाने बोर्डरमा आइपुगेँ। यता खोकना जाने हैन, एक खोकना बस पार्क, यता बुङमती। खोकनामा पनि पुरानो ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदाहरू लुकेको छ नि त, त्यहाँ पनि हामी नेक्स्ट टाइम आउँछौँ। कस्तो राम्रो मुखहरू पाकेर यहाँ हैन, पुरै गाउँको भाइब्स आयो मलाई त। गाउँको भाइब्स आयो, तर पानी पनि आयो यार, पानी आयो। र अहिले चाहिँ हामी कार्य विनायक मन्दिरको परिसरमा छौँ। हामी अब कार्य विनायक मन्दिरतर्फ जाँदैछौँ। कार्य विनायक मन्दिरको बाटो चाहिँ यस्तो रहेछ साथीहरू, जङ्गल रहेछ यहाँ चाहिँ, अनि जङ्गलको बिचमा एकदमै राम्रो बाटो रहेछ साथीहरू, हेर्न सक्नुहुन्छ। यस्तो छ है साथीहरू, हेर्न सक्नुहुन्छ, बाटो पनि एकदमै राम्रो। अब हामी चाहिँ कार्य विनायक मन्दिरमै भेट्नेछौँ साथीहरू। र साथीहरू हामी चाहिँ कार्य विनायक मन्दिरको सिँढीमा आइपुगेका छौँ। अब अगाडि जाँदा के कस्तो छ त्यहाँको भ्यू तपाईँलाई म देखाउने नै छु। यो चाहिँ गेट हो, यो देखिएको चाहिँ गेट। र साथीहरू हामी चाहिँ यहाँ अब कार्य विनायक मन्दिरमा आइपुगेका छौँ। उपत्यकाभित्र रहेको 4वटा विनायक मध्ये कार्य विनायक चाहिँ यही बुङमतीमा रहेको छ। सिद्धि विनायक, कार्य विनायक, जल विनायक र अशोक विनायक मध्येको कार्य विनायक चाहिँ यही बुङमतीमा अवस्थित छ। यहाँ चाहिँ विशेष गणेश भगवानको पूजाका लागि मङ्गलबार आउनुहुन्छ भनेर पुजारी बाले अघि भन्दै हुनुहुन्थ्यो। सबैजनाले मेरो भिडियोको मार्फत दर्शन गर्नुहोला। यताको भ्यू चाहिँ कस्तो राम्रो छ नि। यो ओह्रालो लाग्छौँ हामी। यो सिँढीको ओह्रालो हामी लाग्छौँ, त्यसपछि झोलुङ्गे पुलमा हामी पुग्छौँ। अनि त्यहाँको पनि म तपाईँहरूलाई भिडियो बनाएर देखाउँछु, के कस्तो हुन्छ हेर्नु होला। यो पहाडी देखिरहनु भएको पुल हुँदै अब रातो मछिन्द्रनाथको मन्दिरतर्फ पनि हामी जानेछौँ साथीहरू। ल अघिदेखिको पुलमा हामी चाहिँ आइपुग्यौँ साथीहरू। यो त एकदमै लामो पुल छ, हेर्न सक्नुहुन्छ। पानी परिरहेछ, यहाँ सन्धिका चाहिँ आउँदैछ भिज्दै रुच्दै, रमाइलो छ। यहाँ चाहिँ रातो मछिन्द्रनाथको जात्रा ल्याएर चाहिँ यहीँ अन्तिम के गर्ने ठाउँ, सेलाउने ठाउँ, सोधीको यहीँ अरे। अनि उता बुङमती लान्छौँ भनेर चाहिँ मैले पनि सदा सुनिरहेको हुन्थेँ, अनि कता होला भनेर सोचिरहेको थिएँ। तर यही एरियामा ल्याएर चाहिँ लास्ट सेलाउने रहेछ रातो मछिन्द्रनाथको जात्रा। मछिन्द्रनाथ भनेपछि रातो सेतो सबै होला नि। एकदमै राम्रो भ्यू छ यहाँको। यस्तो हेर्न सक्नुहुन्छ तपाईँहरूले। अलि आफ्नो बनाएँ। यत्रो नै घाँटी देखिरहेको छ।
अनि यो रातो मच्छिन्द्रनाथको जात्रा त हामी सबैलाई थाहा छ, कतिले देख्नु भएको छ, कतिले नदेखे पनि सुन्नु भएको छ। अनि उता पाटनदेखि यो जात्रा सुरु हुँदै रथ मार्फत तान्दै तान्दै ल्याएर बुङमतीमा लगेर विसर्जन हुन्छ भन्ने चाहिँ हामीले सुनेको थियौँ। तर मलाई चाहिँ कहाँनिर हो बुङमतीमा भनेर चाहिँ थाहा थिएन र आज म ठ्याक्कै यहाँ आइपुगेँ। यो रातो मच्छिन्द्रनाथको मन्दिरमा चाहिँ उता पाटनदेखि तान्दै लिएर रथबाट तान्दै लिएर जात्राको अन्तिम जात्रालाई टुङ्गाउने काम चाहिँ यही मन्दिरमा हुने रहेछ साथीहरू। पानी पर्यो, उल्का पानी पर्यो, पानी पर्यो, तर हामी निरन्तर अघि बढिरहेछौँ। उल्का बिजोग भयो है। कस्तो राम्रो ठाउँहरू के त, म फर्स्ट टाइम आएको। यहाँ बसेर 4-5 वर्ष भयो, तर यो बुङमती एरियामा म फर्स्ट टाइम आएको। तर कस्तो राम्रो लाग्यो के, कसम भनेको यहाँको तलको हेर्नु न, तल माई गॉड, यो भिडियोमा जस्तो देखेको छ त्यस्तो भन्दा राम्रो छ क्या रियलमा। त्यो हामी त्यो घचुरो ठाउँमा तल बस्ने बानी भएर पनि होला क्या, यहाँ त कस्तो राम्रो लागेको मलाई चाहिँ। भोक लाग्यो नि यो ठाउँ त। गर्मी पनि त्यस्तै, तर आज त अरू बेला भन्दा त अलिक कम पो गर्मी भयो। नत्र त आज ठ्याक्कै हामी हिँड्ने भनेरै होला, घाम कम लागेको छ। कति टाढा नि यहाँदेखि अब बस पार्क। अब बस पार्कमा जाने अनि पब्लिक बसमै हामी त अघि नि आएको नि त, किनभने अब पब्लिक बसमा 20-30 रुपियाँमा आइपुगिन्छ यहाँ पर व्यक्ति। पठाउ इन्ड्राइभमा आयो भने त अब त्यस्तै 1000-1500 लाग्छ नि त। अनि हामी चाहिँ पब्लिक गाडीमै आएको। गाडी चाहिँ आयो होइन, के खाएर जाऊँ भने केही छैन त, के खाने त। ए ला आँखा त केही पाउँछ जस्तो लागेन मलाई यो एरियामा साथीहरू। भैँसाडी जाने यतै रहेछ कि, यता फर्केको पट्टि नै यो साइडमा। तर खाजा चाहिँ के खाना बनिँदैन भनेको। आउनु न, जान्छ होला यो पनि हो के नखो पैसा त। र साथीहरू अब चाहिँ खाजासाजा खाएर पनि हामी चाहिँ अब गाडी चढेको। अनि गाडीमा चाहिँ चढेकोमा चाहिँ मैले यहाँ भिडियो बनाएको थिएँ कि, अनि फेरि गीत गाना बजाइरहेको थियो। अनि त्यो ब्याकग्राउन्डमा गीत बज्यो भने त कपिराइट इस्यु आउँछ नि त, त्यही भएर मैले चाहिँ यसमा भोइस ओभर गरेको छु साथीहरू। गर्मी उल्का भएर त्यहाँ गाडीमा चढ्नु साथ है। अनि म चाहिँ यहाँ ह्यान्ड फ्यानले आनन्द लिँदै बसिरहेको छु। अझ फर्किनु पर्ने हुन्छ साथीहरू। यहाँ चाहिँ एकदमै बाहिर चाहिँ पानी पर्न खोजिरहेको थियो, तर भित्र चाहिँ एकदमै धेरै गर्मी थियो क्या। कस्तो राम्रो ठाउँ नि। राम्रो है पारिपट्टि, राम्रो आउँदैछ। हजुर राम्रो आउँदैछ। यहाँ चाहिँ फ्लर आइरहेको छ।
र आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो, मन परेमा भिडियोलाई लाइक सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु।